भारतको राजधानी दिल्लीमा काम तथा रोजगारीका सिलसिलामा बसोबास गर्ने कयौं नेपाली महिलाहरू सम्पर्कविहीन हुने घटना बढिरहेका बेला फेरि एक नेपाली महिला आफ्ना 3 वर्षका छोरासहित बेपत्ता भएकी छन्। नेपालघर प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका 5 उपल्लो सारी भई अहिले दिल्लीको गोविन्दपुरी कालकाजी क्षेत्रमा बसोबास गर्दै आएकी सन्तोष विककी 21 वर्षीय श्रीमती पूर्णिमा विक आफ्ना 3 वर्षका छोरा आयुष विकलाई लिएर गत शुक्रबार रातिदेखि सम्पर्कविहीन भएकी हुन्। जानकारीका अनुसार सन्तोष विक रोजगारी गर्थे भने उनकी श्रीमती पूर्णिमा घरमै बस्थिन्। सन्तोष त्यस दिन काम गर्ने ठाउँमा नै सुतेका थिए भने पूर्णिमा आफ्नी 12 वर्षीय नन्दसँगै कोठामा सुतेकी थिइन्, तर बिहान उठ्दा उनी छोरासहित घरबाट बेपत्ता भएकी थिइन्। त्यसपछि परिवारले आफन्त तथा चिने जानेका स्थानमा खोजी गरे पनि हालसम्म कुनै सम्पर्क हुन नसकेको बताइएको छ। पूर्णिमाका श्रीमान सन्तोष विक कामका सिलसिलामा बाहिर रहेका बेला घटना भएको जनाइएको छ।